यो चाहिँ बछलादेवी मन्दिर जाने बाटो हाम्रो देउराली मैदानको। हामी चाहिँ देउराली भनेर चिन्छौँ हैन। हामी यो बाटो चाहिँ पहिला स्कुल हिँडेर जान्थ्यौँ यो बाटो। अब अहिले पिच भएको छ चाहिँ यो पिच भइरहेको छ। अब यो राम्रै कुरा हो। यो अब ढिलै भए पनि विकासको क्रम चाहिँ एकदम जारी भइरहेको छ। आज चाहिँ डाँडा गाउँबाट मैदान जाने बाटो अथवा बछलादेवीबाट डाँडा गाउँ जाने बाटो पुरै पिच भइरहेको छ। यो चाहिँ राम्रै कुरा हो हामी सबैको लागि। खेल्दा साहब चाहिँ भइ हुनुहुन्छ हाम्रो बाटो। के छ हजुर? ठिक छ, आराम हुन्छ नि। आज सकिन्छ नि त? ल ठिक छ। ल बनाइस् तपाईँलाई। यो छ हेरिहाल्नु त तपाईँहरूले। यो चाहिँ डाँडा गाउँबाट हिलिबेसी 1 को डाँडा गाउँबाट मैदान बछलादेवी जाने बाटो पिच भइरहेको छ। यसको लागि चाहिँ यो पिचको लागि जसले चाहिँ पिचको लागि जसले यो कार्यक्रम अगाडि बढ्नुभयो उहाँहरू सबैलाई विशेष धन्यवाद दिन चाहन्छौँ। र विशेष गरी चाहिँ वर्तमान हाम्रो धुलीबेसी 1 का वडा अध्यक्ष मानबहादुर तामाङज्यूलाई पनि धन्यवाद दिन चाहन्छु। जो अहिले चाहिँ विकासको क्रम एकदम अग्र यो चाहिँ एम्बुलेन्सको चाहिँ रफ्तारमा कामहरू भइरहेको छ। यो चाहिँ धुनीबेसी वडा नम्बर 1 को बछलादेवी जाने बाटो हो यो पिच छ। र हामीले चाहिँ के पनि सोचेका छौँ भने अब यो धुनीबेसीलाई चाहिँ धुनीबेसीको चाहिँ सबै बाटोहरूमा चाहिँ पिच गर्नुका लागि एउटा अभियानै चलाउने भन्ने पनि हामीले प्लान सोचेका छौँ। अब जो राम्रो भएको छ। ल यसको लागि चाहिँ आज अलि रुवा लागिरहेको भएर साथीहरू सबैलाई ल है त। ल साथीहरू सबैलाई धन्यवाद।